बुढा र बुढीले बिहा गर्छन्, आज बिहा गर्छन्, ए हनीमुन मनाउन घुम्न जानुपर्ने, भोलिपल्ट झोला बोकेर बुढी छोडेर हिँड्नुपर्छ। आउँदाखेरि बुढी अर्काको भइसकेको हुन्छ। लडाई झगडा काटाकाट, यो के हो? यसको अन्त्य गर्नुपर्छ कि पर्दैन तपाईँहरू भन्नुहोस् त। मैले होला तपाईँहरूलाई, मैले यो कुरा बोलेको यहाँ दिमागबाट बोलेको छैन, हृदयबाट बोलेको हो र मैले सत्य कुरा बोलेको। हाम्रा विदेश जाने साथीहरूका कस्तो छ समस्या भनेदेखि बुढो लघुवित्त र सहकारीको कारणले विदेश जान्छ, 100 तलामाथि चमेरो जस्तो देखिन्छ, यसरी माथिबाट घुमिएर पुस्दै गरेको त 50 डिग्रीको तातोमा। यता अब बुढी चाहिँ यत्रो मोबाइल लिएर नि तपाईँको, अनि फेसबुकमा चाहिँ फेसबुक च्याट गरेर, अनि भएर त्यस्ता घामबाट पठाइदिएको पैसाले सब्जी किन्न जान्छन्। कमसेकम त्यो बुढो गएको ठाउँ, बुढो त्यसरी गएपछि बारी खोसेर सब्जी त फलाउनु नि, त्यो पनि छैन, त्यो पनि छैन। यो के हो? यो के भइरहेछ? हामी कहाँ जाँदैछौँ? आज 3 करोड पपुलेसन भनेको हाम्रो आज 2 करोड पनि छैन।